सो हे गाइज वेलकम टु माई ब्रान्ड न्यू भ्लग। अनि सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। यो चाहिँ मेरो सेकेन्ड भ्लग रहेको छ, सेकेन्ड नै थर्ड भ्लग। अनि आज पनि के हुन्छ म हजुरहरूलाई देखाउने छु। त्यही हो, अब चाहिँ यहाँ थोरै काम छ यहाँ चाहिँ हाम्रो त्यो रहेको छ के भन्छ प्याजको बिरुवा। अनि यसको चाहिँ आज घाम लागेको थियो नि त, अनि यो कभर हटाइदिन पर्ने रहेछ। यहाँ चाहिँ ल यत्रो रहेछ कि बल्ल, तर चिसो चिसो छ यार, घाम लागे पनि के भन्ने, सही चिसो छ, सही चिसो। अनि यता पनि छ कि हाम्रो फेरि उयो यहाँ पनि थियो, तर यहाँको त यहाँ नि थियो प्याजको, यहाँ त मरेछ। त्यहाँ धनिया, यो खै के भन्छ यसलाई, अनि यहाँ चाहिँ आलु, यो पनि हाम्रै हो। म चाहिँ घाम ताप्न भनेर आएको छु, घाम मस्त लागिरह। अनि आज चाहिँ कति पछि आएँ क्या म चाहिँ घाम ताप्न भनेर। ल आधा एक घन्टाको घाम तपाएपछि भिटामिन डी लिएर जाँदै म अब चाहिँ तल जान्छु। अनि अब खाना खान पर्यो, त्यसपछि के हुन्छ थाहा पनि छैन। यहाँ त अहिले मेरो स्ट्रबेरी हेर्नु कस्तो राम्रो, यहाँ यो फुले ह, यहाँ भित्र पनि छ कि फेरि कस्तो फुल्न लाग्छ सबै। यहाँ एउटा मेहनती बालक म क्या बोलूं मैं, मेरे को कुछ बोलना ही नहीं आता। हामी चाहिँ अब बाइकको ट्रायल सिक्नको लागि साथीलाई कि कहाँ अरे शङ्करनगर त उहीँ माथि चाहिँ हो कि शङ्करपुरहरू, भलबाडी पछि खै के भन्छ त्यहाँ गएर थाहा हुन्छ। हामी चाहिँ यहाँ हाइवेदेखि गइसकेको छ। अनि साथीको चाहिँ अहिले लाइसेन्स छैन कि, सिक्नलाई जान, त्यही भएर हामी यता साइडको लेन हिँडिरहँ। मलाई अस्ति यही साइडको लेनमा चेक गरेर खै लाइसेन्स बिल बुक भएको थियो, त्यस्तो घटना घटेको थियो गाइज। मलाई आवाज त आएको कि नै गाइज। हामी चाहिँ यहाँ आइसक्यौँ, अनि साथीले चाहिँ यहाँ सिक्दैछन्। सिक्ने त बरु छ नि यार, धेरै गाडीको चाहिँ एउटाको सिकिरह। अनि यहाँ चाहिँ के रहेछ भन्दा यहाँको गाडीकोले चाहिँ आधी घन्टाको 400 रे, अनि विकली प्याकेज लिए पर 300 डिस्काउन्ट, त्यस्तो सिस्टम छ। अनि आजलाई चाहिँ सिकेछन् साथीले, अब के गर्छन्, अलिअलि मेसो त आँखा मैले त निकालिसकेँ अब अहिले। अब यहाँ चाहिँ के हुन्छ। हे गाइस, म चाहिँ घर आइसकेँ। अनि अब चाहिँ यो भ्लगलाई इन्ड गर्नुपर्छ, क्या लामो भयो जस्तो मानेछु। अनि त्यही हो, सपोर्ट गरिदिनु होला, लाइक सब्सक्राइब र कमेन्ट गर्न नभुल्नु होला, आफ्नो रिभ्यूहरू दिनलाई। आजलाई चाहिँ यति नै भयो। थ्याङ्क यू सो मच फर वाचिङ, बाई।